हेलो गाइज, वेलकम टु माई न्यू डे न्यू ब्लग कृष्ण फ्रेन्ड्समा गर्छु स्वागत छ फेरि पनि तपाईँहरूलाई हाम्रो नयाँ ब्लगमा। अहिले चाहिँ हामी चितवनमा छौँ है गाइज। अनि अहिले चाहिँ हामी कान्छी माइजहरूको घर हिँडेको हेर्दै गर्नु होला। मामाहरू पनि त्यही हुनुहुन्छ। हेलो गाइज, गाइजहरू चाहिँ सुतिराख्नु भएको रहेछ। साथीहरू यहाँ चाहिँ हुन्छ हाम्रो कान्छी माइजू लजाउनुहुन्छ क्या, लजाउनुहुन्छ। बजार पुरा डुल्दैछौँ भेस्ट किन्नुको लागि। माइजहरू अगाडि अगाडि, यता मामा अनि यता म छु, अनि मेरो पछाडि सिलु हुनुहुन्छ। हामी चाहिँ डुल्दैछौँ है साथै। हामीहरू चाहिँ लुङ्गी हेर्नको लागि हिँडेको। आउँदैन छिटो आउनु पर्यो के त। हामी चाहिँ यहाँ कहाँ छिरिम थाहा छैन हामीलाई। माइजहरू अगाडि अगाडि हुनुहुन्छ, हामी पछाडि पछाडि छौँ। माइजू हामी कहाँ आएको भनिदिनु यहाँ ब्लगमा। गङ्गोत्री साइडमा। कहाँ अरे सुनिहाल्नु भयो होला गाइस। हाम्रो माइजूको सुर चाहिँ सानो छ क्या फेरि। अहिले भन्छ हामी चटपटे खाना आएको। अनि अनुपाले चाहिँ हाम्रो लागि चक्लेट किनिदिएकै। अनुपाले यता हुन्छ हाम्रो चक्लेट किनिदिने धनी साथीहरू। अनि हामी चाहिँ यहाँनिर चितवनको भाइरल चटपटे दोकानमा आएको। यता हुन्छ हाम्रो साउन चटपटेवाली। यता हेरिदिनु न, उहाँ चाहिँ फेरि एकदम लजाउनु हुँदो रहेछ। चक्रहट्टीदेखि यही चटपटे खानुको लागि आएको यहाँ काम नपाएर। देख्न सक्नुहुन्छ है। चटपटे खाने ग्याङ पनि देखाइदेऊ न। एकदम मिठो छ है चटपटे चाहिँ। सबैजना आएर भिजिट गरिदिनु होला हाम्रो। यता हेर्न सक्नुहुन्छ सुषमा चटपटे सुषमा पानीपुरी चटपटे पसलमा आएर भिजिट गरिदिनु होला। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ पुरा खाइरहेको छौँ चटपटे। खाने अरे कस्तो छ भनिदेऊ त। अनुभव भनिदेऊ। यता मनिका यो चाहिँ हो डे 2। अनि अहिले भने चाहिँ हामी जाँदैछौँ गाउँतिर। यहाँ देख्न सक्नुहुन्छ मेरो झोला। यता पनि देख्न सक्नुहुन्छ। आमोनी आमोन आमा गरिदेऊ त के गरेको अरे तिमीले। बाफ रे बा। यहाँ देख्न सक्नुहुन्छ गाउँ जाने टोलीहरू यतासम्म। अब फेरि उहाँ गएर फेरि डुङ्गा चढेर जानुपर्ने होला गाइस। फुल भत्काइहाल्यो साथीहरू। अब फेरि उहाँ गएपछि उहाँको हालत हेर्नु होला के कस्तो हुन्छ। अहिले चाहिँ सबैजना सुरिएर हिँडिरहेको छौँ हामीहरू। हाइवेमा निक्लिसकेको छु। बाउलाई नि भएर हिँडिरहेको छौँ है गाइस। अहिले चाहिँ प्लिज डोन्ट माइन्ड। अगाडि आएर बसिरहेको छौँ। हामी जानुपर्ने उता हो तर हामी यता छौँ। पोज गर्दैन पोज साथीहरू। अब चाहिँ हामी गाउँ जानु आँटेको। हामी चाहिँ म्याजिक चढिसक्यौँ। यता देख्नुहुन्छ हाम्रो टोलीहरू। पोज गर्दै फेरि हामीले गाउँ जान आँटेको भन्छौँ। गाउँ जान आँटेको भन्दैछ। हामी चाहिँ गाउँ जाँदैछौँ। कहाँ जाँदैछौँ भनिदेऊ भाइ। कहाँ अरे चस्मा लाएर देखाइदेऊ यता। अब आमाले चस्मा लाग्छ। वाउ पोज पनि गरिदेऊ। पोज के छ ठिक छ गाइज। ठिक छ ठिक छ।
अगाडि चाहिँ हाम्रो साथीहरू बसिराख्नु छ। गाउँ गएर अनि हामी नाच्नु हो। को बजाउने खैँजडी भन्देऊ? तिमी र आशिष सामेल खैँजडी बजाउने अनि हामी नाच्ने। ए पुल चाहिँ यस्तो भएको छ है घुमाउनेको देख्न सक्नुहुन्छ। 15 दिनसम्म पनि के बनाइस? हाम्रो गाउँ चाहिँ उहाँ पारी हो, यता पारी हो। अनि देख्न सक्नुहुन्छ म चाहिँ अहिले यो झोला मात्रै छ मेरो हातमा। मामाले झोला लगिसक्नु भयो। छैन हामी चाहिँ हिँड्दैछौँ साथीहरू। देख्न सक्नुहुन्छ अहिले चाहिँ एकदम 12 बजिरहेको छ है। त्यसरी नै उठ्दैछौँ न तिमी र म चाहिँ। ल साथीहरू हामी चाहिँ यो घाट तरेर पारिपट्टि जानुपर्ने। उता अगाडि मामाहरू गइसक्नु भयो अनि यता अगाडि हुन्छ हाम्रो गाइजहरू। अरे नि तिमी माइजू गाउन देखेन यता हुन्छ। अनि हामी चाहिँ अब जाँदैछौँ। अहिले चाहिँ सिलु मजा आएको छ है। सिलु यता हेर्नुहोस् त मजाको छ अरे। उसलाई चाहिँ साह्रै काफी छ फेरि यसको चाहिँ। डेन्जर छ तपाईँहरूलाई थाहा नै छैन। यस्तो छ बाटोहरू। नभए त हामीलाई यहाँ आउँदैछ उताबाट पारिबाट चाहिँ। अवश्य नबोल न हौ। यो घुमाउनेको पुल त बनाइदिनु पर्यो सरकार। पारी छिटो बनाइदिनु पर्यो सरकार। साथीहरू अब चाहिँ हामी यसमा चढेर जानुपर्ने हुन्छ। यताबाट चाहिँ झर्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ माथिबाट झरेकै भर्खरै। आमुनले भनेको ए लाइफ ज्याकेट त जाडो महिनाभरि उपर खुट्टी लाएर बस्ने अनि गरिब महिना भएपछि यस्तो हामीलाई बिजोक के साह्रो बिजोक हो यो। 2-3 फेरामा होला। यता चाहिँ मान्छे छ मेरो छेउमा। आमुनी यता हेर।
आइसक्यौँ गाइस। साथीहरू हामी त्यसरी यहाँ बसिरहेको छौँ अहिले चाहिँ। हामी चाहिँ अहिले पानी भर्नको लागि हिँडेको उठेर हैन, घाम चाहिँ लागिसक्यो क्या फेरि। अनि मनिका राशिष चाहिँ गइसक्यो गाग्री र बोतलहरू बोकेर। हामी चाहिँ भर्खर जाँदैछौँ गाइस, देख्न सक्नुहुन्छ। यता पनि अनि यता पनि अनि यता पनि उता पनि। यहाँ चाहिँ फेरि धानहरू हेर्नुहोस् है, रोपी पनि सक्नु भइसकिसक्यो, ठुलो ठुलो पनि भइसक्यो। अब काट्ने बेला पनि हुन्छ अलि दिन पछि त। अनि उता त्यता हुँदैछ नि त। हेर्नुहोस् है साथीहरू, यस्तै छ हाम्रो। जाँदैछौँ अहिले पनि भन्दा हाम्रो घर अगाडि पनि आउँछ यो कुलो। अनि यो कुलोमा चाहिँ भाँडा धुने अनि लुगा धुने मात्र हो, खाना मिल्दैन यो कुलोको पानी चाहिँ। अनि पानी भर्नुको लागि चाहिँ उतै जानुपर्छ। अब पहिला चाहिँ खोलासम्मै जानु पर्थ्यो, अहिले चाहिँ अब उहाँनिर चौतारामा पानी आउँछ हो त्यही भर्दा पनि हुन्छ भन्दै हुन्थ्यो। अब तिनीहरू कहाँनिर गएको छन्। अब हामी चाहिँ जाँदैछौँ फेरि यहाँनिर पाइने फल भुइँ कटहर। भुइँ कटहरको बोटै बोट्छ है। खोला देख्न सक्नुहुन्छ, खोला अरे ठुलो छ है। यहाँ तल चाहिँ गाडी हिँड्ने बाटो हो, हामी चाहिँ यता माथिपट्टि छौँ। यता पनि भुइँ कटहरको बोट
देख्न सक्नुहुन्छ है ला दुईजना यता र देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ पानी भर्न आइसकेको छौँ अनि त्यस पछाडि हाम्रो यहाँनिर चाहिँ पहिला घट्टा थियो है पानी घट्टा थियो अनि त्यो उयो भएर अहिले चाहिँ यहाँनिर यस्तो छ अनि यहाँ चाहिँ खोलाबाट लिएको पानी हो कि यो कुवाबाट लिएको पानी हो अनि त्यही भएर यहाँ हामी चाहिँ धारामा यसरी भर्नुपर्छ